कुरा बुझ्ने कुरा पनि हो, तर धेरै जसो चाहिँ त्यो हेर्ने कुरा हो। अर्कोबात भनेको के हो, हेर्न मन लाग्छ भने धरानको सरदु खोलामा आउनुहोस्, त्यहाँनिर तपाईँको चाहिँ बगरलाई हामीले के बनाएको छौँ त्यही हो उत्तर। अर्कोबात भनेको के हो, अर्कोबात भनेको के हो भन्ने बुझ्न मन लाग्छ भने आज पूर्वदेखि पश्चिमसम्म प्रत्येक शनिबार तपाईँको चाहिँ हिजो उडानठेउला भएर घुमिहिँड्ने मान्छेहरू है, रक्सी खाएर तपाईँको चाहिँ होइन बेहाल भएको मान्छेहरूदेखि लिएर विभिन्न खालका चाहिँ गतिविधिमा आबद्ध भएर संलग्न भएर छुट्टीको तपाईँको चाहिँ के अरे मनाउनु पर्छ, शनिबार चाहिँ छुट्टी मनाउनु पर्छ भन्ने मनोविज्ञानलाई बदलेर आज होइन शनिबार छुट्टी भ्याउने बित्तिकै हामीले बिरुवा रोप्नुपर्छ, फुल थाप्नुपर्छ, बाटोमा हिलोमा तपाईँको डुबेर हिँड्नु हुँदैन, ढुङ्गाकै भए पनि बाटो बनाउनु पर्छ भन्ने चेतना अर्कोबात। र जे अहिले तपाईँको चाहिँ हामीले संवाददाताहरूले जे गरेर देखाइराख्नु भएको छ त्यो हेर्ने कुरा अर्कोबात। आज चाहिँ तपाईँको चाहिँ हामीले श्रम दान गरेर जे कुराहरू गरिरहेका छौँ, आज धरानमै पनि हजारौंको संख्यामा संवाददाताहरू विभिन्न जिल्लाबाट आउनुभयो है, त्यहाँनिर चाहिँ एउटा ठुलो सांस्कृतिक सम्पदा निर्माण गरिरहेका छौँ। त्यो सांस्कृतिक सम्पदा निर्माण गर्नका लागि त्यो हजारौंको संख्यामा संवाददाताले जे गरे त्यही हो अर्कोबात।